माथि आइसक्यो यसो माथिबाट हेर्नु न हाम्रो दिदी र म चाहिँ एकैचोटि दर्शन गर्ने भनेर बसिरहेको थिएँ। हेलो गाइस, ह्यापी न्यू इयर टु एभ्रीवन 2026। तपाईहरुको माझमा हामीले शुभकामना व्यक्त गर्दछौँ गाइस। सबै चाहिँ आज यता मन्दिर दर्शन गर्न आएको हो फ्यामिलीमा नै। अनि वातावरण डेन्जर छ यहाँ। हेर मान्छेहरू पनि प्याक देखिरह। आज चाहिँ यसरी त्यही मन्दिरबाटै भ्लग बनाइरहेको छु कि म चाहिँ। हामी चाहिँ तिनजना म दिदी भेना टक्क लगाएर सामान किनेर अब हामी चाहिँ दर्शन गर्न हिँडेको छौँ। दिदी पुरै रिसाइरह। यस्तो टाढो भइरहेको चाहिँ एउटा रिसाइदिन्छ सब भन्दा है मलाई के गर्नु होइन। यो चाहिँ हिँडेर टक्क युवा जोस नि त यो पनि। सोता गाइस भेटौँ। बाफरे सबैजना जुत्ता सुत्ता राखेर नि हिँड्न लागिरहेको छ भित्र। मान्छेहरूको लाइन चाहिँ डेन्जर रहेछ यहाँ। चाहे भएन सिधै सिधै त मेनै गेट खोल्नु भाइ हामी चाहिँ मेरो मन्दिर अहिले प्रवेश गर्न लागेको के गर्छ न कमरी मेरो मन्दिर। मान्छे त डेन्जर छ यहाँ आज। शरणार्थीहरू धेरै आउनु भएको रहेछ आज न्यु इयरको। सो फेरि पनि ह्याप्पी न्यु इयर सबैजनालाई 2026 को शुभकामना छ। मङ्गलमय राम्रोसँग मनाउनु होला, बस्नु होला, खानु होला। मेरो मन्दिरमा आएको हेर्नु न मान्छे आज डेन्जर प्याक रहेछ। आज न्यु इयर भएर के हो डेन्जर मान्छेहरू छ। जय जय दिदी पनि आज मान्छेहरू तर्सिएर आउनु। दिदी भाइको चाहिँ फर्स्ट चोटि हो कि फर्स्ट चोटि नि हजुर दिदी भाइको फर्स्ट चोटि हो कि त्यहाँ म पशुपतिमा दर्शन। केटी पनि फर्स्ट चोटि आएको दर्शन पनि फर्स्ट चोटि गर्न आइदियो भन्नु चाहिँ। अहिलेसम्म मान्छेहरू चाहिँ डेन्जर भइरहेको के भित्र त अब बाल मान्छे यति धेरै मान्छेहरू छ नि। यता पनि डेन्जरै रहेछ भने मान्छेहरू बसिरहेको है सब दर्शन गर्नको लागि। अहिले चाहिँ हामी यहाँ बसेको क्यामेराम्यान बसिरहेको सुत्ता लगाएर नि हिँडेको आज स्कुलतिर ढाकीमा यता पनि लाइन छ यता पनि लाइनै जुन उजुङ दुई सबै माथिबाट न्यु इयर लाग्यो मन्दिरको दामी देख्दो रहेछ। यहाँबाट चाहिँ टाढा हेर्नु न क्या मस्तको देखिरहेछ भने मन्दिर चाहिँ दामी देख्ने कि यहाँबाट के गर्नु क्वालिटी छैन त्यहाँबाट चाहिँ दामी देख्दो रहेछ। फोटो पनि खिचिरहेको सामान चाहिँ किनिरहेको सामान लिएर त्यही म चाहिँ बाहिर बसिरहेको के त बाहिर बसिरहेको म चाहिँ घन्टी बाहिर टिङ 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 के हो मन्दिर गएर बजाउनु न याद मन्दिरमा चाहिँ के छ आफ्नो इच्छा होइन कसैले केही गर्नु मिल्दैन। अनि एगेन ह्याप्पी न्यु इयर सबैजनालाई। स्टेटको जे भयो एडी हो हाम्रो बिहा सब दसैँ उत्सव वैशाखमा सो हेलो अस्ति मैले भनेको थिएँ नि म अस्ति त्यहाँ आएन भनेर। सो म चाहिँ हाम्रो दिदी र म चाहिँ एकैचोटि दर्शन गर्ने भनेर बसिरहेको थियौँ। त्यही भएर आज टाइम यो ठ्याक्कै 2026 न्यु इयरमा हामी दिदी भाइसँग एकचोटि पशुपतिनाथ नेपालको ठुलो मन्दिरमा आएर दर्शन गरिहाल्यौँ। सो तपाईँ पनि आउन सक्नुहुन्छ। सो हामी चाहिँ पचौडी आएको पचौडीमै
केटीले मन्दिरमा दर्शन गरिहाल्यौँ। सो चाहिँ अब सुरुवात गरेर त्यसमा चाहिँ लिएर हिँड्यौँ रुमतिर। आउँदा चाहिँ बिहान पुरै तारा सक्यो भने टेन्सन नछ तनावमा। के भएर नआउनला सो अहिले चाहिँ हामी पैसा छ सो चाहिँ खाना खानको लागि यता बसिसकेको छौँ। यता दिदी र भेना बसिरहेको छु। लागि खाने भनेर कतिको सो म 2026 नै मेरो बेस्ट चान्सेसको लागि मेरो 2025 चाहिँ मेरो कति कुरा धेरै कुराहरू लस सुन्यो भने धेरै कुराहरू सिकेको पनि है, धेरै कुराहरू पायो पनि। अहिले चाहिँ के भन्छ आफ्नो एन्ड्रोइड फोनबाट चाहिँ बनाइरहेको छु। अहिले चाहिँ बेला फोनबाट बनाइरहेको थियो के भन्छ आइफोनबाट बनाइरहेको थिएँ। अहिले चाहिँ आफ्नो फोनबाट बनाएको छु। मोमो खाइसकेपछि त्यो हट ससको कारणले हेर्नु न मेरो हालत कस्तो भएको पिरोले। सो अहिले चाहिँ हामी त्यो खाएर पनि चाहिँ रुम त खाइसक्यौँ। रुममा चाहिँ के पुग्नु है मजा परेवा त के साह्रो हो जग्गा परेवा थियो कि साझा बिल तपाईँहरू के कस्तो लाग्यो हाम्रो लाग्यो होला सिधै आज न्यु इयरको दिन भिडियो भयो। त्यो अस्तिको भिडियो चाहिँ सिधै एक हप्ता टेकेर अगाडि थियो। अनि हिजो चाहिँ अपलोड गरिदिएको कि राति। अनि आजको भिडियो चाहिँ आजै अपलोड गर्छु। आज पनि सो लाइक कमेन्टहरू दिनु होला। आजलाई भिडियो हाम्रो यति नै।